हेलो गाइस, सबैलाई स्वागत छ है मेरो भिडियोमा। आज चाहिँ है म चाहिँ सपिङ गर्न जानला, तर मेरो लागि होइन, दाइको लागि हो। दाइको चाहिँ 2 वर्षको भिजा सकाएर कम्पनीलाई क्यान्सल गरेर अनि त्यसपछि चाहिँ अब नेपाल जाँदै हुनुहुन्छ होइन। अब खत्तमै गरेर दुबई नआउने गरी जाँदै हुनुहुन्छ। मन परेन अरे दाइलाई होइन। र अब हल्का फुल्का सपिङ गर्नुहुने अरे, भाउजूको लागि चाहिँ गोल्ड लिनुहुने अरे। अनि त्यसपछि हल्का नर्मली अब बाहिरबाट घर जाने बेला लिएर गइने सामानहरू, त्यस्तै नर्मल सामानहरू, चक्लेट होइन, टिभी हल्का इलेक्ट्रोनिक सामानहरू लिनुहुने अरे, कपडा सपडा। अनि आज जाँदैछौँ हामी बर्दुबे साइडतिर होइन। दुबईको चाहिँ भनौँ न त्यतातिर अलिकति मिना बजारहरू छन् होइन, सस्तो 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 भनौँ न सपहरू चाहिँ त्यहाँ पाउँछ क्या। र हामी त्यहाँ जाँदैछु होइन। र मेरो रिलिभर पनि आइसक्नु भएको छ दाइ, उहाँ ड्रेस चेन्ज गर्दै हुनुहुन्छ। र म चाहिँ अब ड्युटीबाटै निस्केर जानला हो। र आजको मेरो भिडियो चाहिँ बर्दुबेको हुनेछ है, र गोल्ड सपहरूको है, त्यस्तै हुन्छ है। तपाईँहरू होइन मजाले हेरिदिनु होला है त। थ्याङ्क यू सो मच गाइज। हेलो गाइज, ल म चाहिँ होइन कपडा सपडा चेन्ज गरेर निस्किसकेँ होइन। अब चाहिँ हामी बर्दुबे जाँदैछु र मसँग चाहिँ ईश्वर दाई र हाम्रो गोगो दाई हुनुहुन्छ होइन। अब जाँदैछु हामी चाहिँ अहिले युनियन मेट्रो स्टेसन हो होइन। म चाहिँ होइन यसरी योबाट जाँदैछु होइन। यो छैन अब आज रमाइलो दिन छ, रमाइलो गरेर आउने हो, घुम्ने हो मजाले। उहाँ सन्दीप भाइ चाहिँ हाम्रो अलरेडी उहाँ सलादिनबाट हिँडिसकेको छ, यहाँ युनियन आउँदैछ। यहीँबाट अब हामी 4 भाइ जाँदैछौँ, जस रमाइलो गरेर आउने हो गाइस। यहाँ हाम्रो सन्दीप भाइ चाहिँ पर्खिरहेको रहेछ। ल सिट पुरै रिजर्भ भयो, कता बस्ने हो गाइस, ठाउँ पनि छैन। अब यतिकै उभिएर जाने हो होइन। हाम्रो गुगल दाई, महेश्वर दाई, सन्दीप भाइ, अरू मान्छेहरू देख्न सक्नुहुन्छ होइन। यस्तो अब अल्को बेलादेखि अब स्टार्ट गरौँ न गाइज। ल गाइज हामी चाहिँ अब होइन मेट्रोबाट निस्किसकेको छौँ बाहिर होइन। अब चाहिँ जाने हो गोल्ड किन्नलाई डाइरेक्ट होइन। गोल्ड सप चाहिँ के थियो नाम, मैले श्री लक्ष्मी ज्वेलर्स भन्ने सप छ होइन। राम्रो छ सायद होइन, जहाँसम्म हामीले सुने अनुसार चाहिँ होइन, अलिकति राम्रै प्योर गोल्ड पाइने रहेछ। तर यो दुवैमा त प्योर नै पाउनुहुन्छ, बट जस्ट क्यारेटको हिसाबले डिफ्रेन्ट हुन्छ है। हामी चाहिँ धेरै एक्सपेन्सिभ नलिने हो, 22 क्यारेट गोल्ड मात्र लिने हो। भाउजूको लागि हो दाइले लिनु भएको। र हामी चाहिँ यो बर्दुबे आइसकेको छौँ। र यो स्कच होटेल देख्न सक्नुहुन्छ तपाईँ। र यता यो पेट्रोल पम्पहरू होइन, बस स्टेसन यतै पछाडि छ। र अब हामी जाँदैछौँ भाइ गाइज। ल गोल्ड सप देखाउँछु नि हजुरलाई म। गाइज देख्न सक्नुहुन्छ यो होइन, हामी चाहिँ गोल्ड सपमा आइसकेको छौँ। पुरै गोल्डै गोल्ड छ। सन्देह भाइ चाहिँ यहाँ यतातिर चाहिँ नि यो राम्रो राम्रो रहेछ है, हारहरू रहेछ। यहाँ झन् दामी रहेछ। यस्तो दामी दामी छ है, तर लास्टै एक्सपेन्सिभ के, किन्न सकिन्न नि गाइज यार। हामी चाहिँ नर्मली सिक्रीहरू लिएर जाने हो, 1 ग्राम त्यस्तै है त गाइज। फाइनली हाम्रो दाइको चाहिँ होइन यो चुज गरिसक्नु भएको छ। अरे फोकसै गर्दैन त। पेमेंट कैसे करने वाला है क्या अब चाहिँ हाम्रो सुनको होइन पेमेन्ट गर्दैछ क्या दाइहरूले चाहिँ। यो चाहिँ पेमेन्ट हो है, अब गर्दैछन् हाम्रो दाइहरूले बबाल तरिकाले। ल भाउजूको लागि चाहिँ सुन चाहिँ दाइले किनिदिइसक्यो होइन। ल कडा आयो ल। $4,500 होइन, 6,000।
ए हजारको गन्छ त ल ल सुन पनि ल्याए है फाइनल्ली तरिकाले ल हाम्रो दाइले चाहिँ सुन पनि फाइनली है त भाउजूको लागि उसँग अझै पनि पैसा थियो अब अझै नै बाँकी छ हो मैले सपिङ गरेर बाँकी छ के हुनेवाला छ है त ल दाइको है यो चाहिँ फेरि टक्लाएर भाउजूको लागि गिफ्ट हो पैसा खादियो त्यो पछि बिस्तारै हाड बाटो लाग्यो ल गाइज अब चाहिँ हामी गोल्ड सोल किनेर निस्किसक्यौँ होइन अब चाहिँ अरू पनि फाल्टो नर्मली सपिङहरू क्लोथ्सहरू लिन्छ दाइलाई अनि त्यसपछि ब्रेकफास्ट गरेर नास्ता पानी गरेर अनि रुम जानेछौँ होइन यो चाहिँ दुबईको यो मिना बजार साइडतिरै हो होइन मिना बजार चाहिँ उता पल्लोपट्टि हो उता अगाडि नै रहेछ यो मिना बजार हो है चट्ट र अब यस्तै हो अब घुम्दै हो दाइ अब यताउति जाने कपडा सपिङ गरौँ न कता जाने ल गाइज हामी चाहिँ होइन सपिङहरू फाइनली गरिसक्यौँ होइन धेरै त गरेनौँ कपडा सपडा किनौँ चक्लेट किनौँ गोल्ड लियौँ होइन र अब हामी चाहिँ जाँदैछौँ होइन नेपाली रेस्टुरेन्ट र केही खाम्ला मोमो चाउमिन चटपट के हुन्छ होइन खाम्ला अनि त्यसपछि रुम जाने हो त्यसै पनि होइन 12 बज्ने बेला भइसकेछ है र तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ यो डुङ्गा चढ्ने हो क्या 1 दिरहमको डुङ्गा चाहिँ यही पाउने हो अहिले यहीँबाट जाने हो हामी होइन देख्न सक्नुहुन्छ है प्रायः जसो सबैले यो बिच त देख्नै भयो होला होइन यो बर्दुबई साइडतिर पाउने अब त्यस्तै हो अब जाँदैछौँ हामी अब यतैतिर कतैतिर बसेर खाम्ला होइन रेस्टुरेन्टहरू पुरै यो भनौँ न समुद्रको छेउछेउमा छ यस अब त्यस्तै छ होइन गाइज ल अब अरू कुरोहरू अहिले खाँदै गरौँला है त के छ ईश्वर दाई सन्चै हुनुहुन्छ नि है एकदम गुड बेर धेरै भोक त लागेको छैन नि भोक त लागि छ एकदम लागि छ भाइ मोमो खानुपर्छ मोमो खानु हुने हाम्रो गोकुल दाई चाहिँ मेन्यु हेर्दै दाइ के अर्डर गर्ने हो भयो सबै अर्डर गर्नु हो कति छ हो पैसा बजेट तपाईँको कति हो आज बजेट त छ नि 10,000 5,000 दिराम कति हो मेन्यु हेर्दैछ के छ हाम्रो मोमोको प्राइस चाहिँ के छ दाइ कति छ हेर्नु त 30-28 रहेछ 30-28 छ मोमोको लास्टै एक्सपेन्सिभ रहेछ अर्को जाने के हो सन्दीप भाइ के गर्ने 20 दिराम रहेछ 20 हो 20-30 यहाँ छ त यो 28 को स्टिम रहेछ यो 20 यो होइन बिफ छ बफ हो अनि अर्को अनि झोलवाला झोल मोमो हो स्टिममा बवाल कति दिराम रहेछ नि त त्यसैले अब हामी हाम्रो उठेर अझैतिर जानु पर्ने जस्तो छ होइन लास्टै महँगो छ है एक्सपेन्सिभ भयो के गर्ने अन्त गइदिउँ है दाइ अलिक महँगो रहेछ क्या यहाँ नजिक यो बिच साइडमा भएर होला होइन भित्री गल्लीमा जानुपर्छ भित्र जानु पर्दाखेरि अलिक सस्तै पाउँछ जम्मै भित्र गल्लीतिर ल गाइज हामी चाहिँ योबाट निस्केर अन्त जान्छौँ है त गाइज यार ठग्नु पनि के साह्रो ठगेको है सन्दीप भाइ त्यही त भने लास्ट एउटै हाने हो कि हान्न चाहिँ फेरि लास्टै महँगो क्या होइन नसकिने यहाँ हेर्ने अर्को ठाउँमा नि हेर्ने हो अब होइन हामी रेगुलर नर्मली अन्ततिर खाइराख्दाखेरि चाहिँ अब भनौँ न 18-20 त्यस्तो हुने हो कि तर यहाँ त अब त 28-30 छ यार अनि कहाँ खान सकिन्छ र होइन त्यही भएर हामी चाहिँ अब पहिला जहाँ खाइन्छ त्यतै जाने हो एउटा थियो क्या हिमालयन नेपाली रेस्टुरेन्ट भन्ने त्यतैतिर गएर खाने हो खानु पर्ला जस्तो छ अब हाम्रो दाइहरू चाहिँ अलरेडी अगाडि हिँडिसक्नु भएको छ होइन त हिँड्नु न उतै जाने ल गाइज हामी चाहिँ आइपुगिसक्यो होइन अझै यहाँ चाहिँ अब तातो मोमो र तातो चाउमिन चाहिँ बबालसँग हान्ने हो कि सबैजना एउटा ऱ्याप पनि हुँदैन ए ऱ्याप हान्ने हो के भयो गोकुलले मेन्यु माग्नु न मेनु चाहियो हेरेर जाउँ मेनु चाहिँ मेन्यु त चाहिहाल्यो नि होइन र गाइज होइन अब एउटै हो कि मेन्यु पनि आइसकेको छ हाम्रो के छ यस्तो यो कम्बो प्लाटर रहेछ तपाईँ यस्तो सुल्टो गर्नु न यो उल्टो छ क्या उल्टै हेर्ने हो कि कम्बोमा चाहिँ के रहेछ हौ
यो चाहिँ रहेछ 26, 25 र 23 को यो 3टा आइटम रहेछ होइन। यो मोमो रहेछ, चाउमिन, सोयाबिन छोइलाको चाहिँ 23 रहेछ, मोमो, चाउमिन, सुकुटी, बफ। यो हान्ने हो एउटा, यो हानिदिउँ होइन। ल एउटा यो हानिदिउँ। त्यसपछि भुटन छैन, भुटन चाउमिन रहेछ यहाँ, भेज चाउमिनको चाहिँ अब 13 बत रहेछ, एगको चाहिँ 16, 19सम्म रहेछ मिक्स चाहिँ। मोमो यहाँ छ अब फ्राईको रहेछ 15 दिन स्टार्ट रहेछ। यहाँ चाहिँ सही रहेछ क्या, त्यहाँ त अब डाइरेक्ट 28 दिन सुरु त सकिन त गाइस। अरू यो ललिपपहरू रहेछ होइन, चिल्लीहरू रहेछ। पहिला हामी अगाउने कुरा पानी मजाले खाइदियो होइन। अनि खानुपर्छ। धेरै प्यास लाग्यो हामी 2 घन्टा त नर्मली हिँड्नु। सुन्नु न है, अर्डर दिँदैछ है, हाम्रो चाहिँ अर्डर दिँदैछ। चाउमिन सुकुटी बफ यो एउटा कम्बो भइगयो। अनि त्यसपछि झोल मोमो चिकनमा ल्याइदिउँ है त। चिकनमा मात्र ओके, बफ एक प्लेट ल्याइदिनु यो म होइन। ल त्यसपछि दामी छ, एउटा मोबाइल अर्डर दिँदैछ, मोबाइल दिँदैछ है। तातो गरिदिनु न। अनि यो एउटा बफ यो थुक्पामा त्यो 3 आइटम गरिदिनु है। एउटा मोमो चाउमिन कम्बो बफमा, एउटा झोल बफमा, मोमो एउटा थुक्पा बफमा हैन। ल मोबाइल तरिकाले अब हाम्रो चाहिँ अर्डर भइसक्यो होइन। केही समयपछि आउँछ, हजुरहरूलाई देखाउने छौँ है। ल मोबाइल तरिकाले है। ल अर्को चाहिँ होइन, यहाँ अब हाम्रो यो कम्बो पनि आइसकेको छ। कम्बोमा मोमो अनि यो चाउमिन र सुकुटी छ है होइन। अब अरू पनि आउँछ। होइन म चाहिँ तातो छैन, त्यही भएर हाफ बनाएर खान्छु है। मोमो ल दामी रहेछ। ए भइसकेको भिडियो सक्यो। खान्न तपाईँहरू कस्तो छ दाइ हाम्रो यहाँको? ठिक छ, राम्रो छ नि है सन्दीप? दामी छ है। यो छैन तपाईँ सन्दीप सर, विवेक सर, हामी फ्रेस भइसक्यौँ होइन। हो र? अनि 10 बजी फ्रेस भइसक्यो, एकदम दामी छ। जहाँ भएको मान्छेहरूको अनुहार हेर्न सक्नुहुन्छ। फ्रेस 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 गो। ल ठिक छ दाजु। फाइनल गाइड थुक्पा पनि आइसकेको छ है त। अब त्यो दानै खाने हो थुक्पा है त गाइस। तातो त्यति खासै मन पर्ने बाजा नमाउनु यो पातलो पातलो भन्छ। यो नुडलमा हाल्ने पनि दिएको छ, मोटो खालको हुन्छ क्या यो थुक्पाको लागि पातलो नुडल दिएको रहेछ। ल गाइज अब चाहिँ हामी रुम जाँदैछौँ है। थाक्यो यार धेरै, हल्का फुल्का फोटोसोटो खिच्यो, भिडियो बनायो। अब चाहिँ हामीसँग चाहिँ यहाँ नेपाल दाइ नै हुनुहुँदो रहेछ, ट्याक्सी ड्राइभर ठ्याक्क दाइ पनि भेट्नुभयो। र अब चाहिँ हामी रुम जाँदैछौँ है। हाम्रो अरू दाजुहरू र भाइ उता पछाडि बसेको छ, देख्न सक्नुहुन्छ। यो हामी चाहिँ मुतिना पार्कमा बस्छौँ क्या, देराको। त्यतै जाँदैछौँ अहिले।